सम्पूर्णमा सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ सन्चै छु है। अनि आज चाहिँ हाम्रो घरमा पाहुना आउने भएर चाहिँ दिदीको छोरा बुहारी बिनाजु चाहिँ घरमै बस्नुभयो चाहिँ आउनु भएन। उहाँहरू आज टिका लगाउन आउनु भयो कि चाहिँ हाम्रो घरमा टिका लगाउन आउँदाखेरि अलिकति रमाइलोको लागि एउटा भ्लग बनायो नि त, दिदीहरूको लागि मेमोरी हुन्छ भनेर। त्यहाँबाट दादाले के भन्दै हुनुहुन्छ यहाँनिर सुन्नु है। रातो माटो चिप्लो बाटो लड्दै पड्दै आइपुग्यो अरे, भने अलिकति बाटो खराब छ त्यस्तो लाग्यो भन्नुभएको। अनि भाइजूहरू बस्न गरी आयो भनेर बेग लिएर आउँदै हुनुहुन्छ। त्यहाँबाट सानो दादा पनि आउँदै हुनुहुन्छ साइडमा, उहाँलाई पनि वेलकम गराउँदैछु साइडमा। त्यस्तो लाग्यो अनि टिका लगाउनको लागि यता रेडी धमाधम छ। अब बसेर टिभी हेर्दै हुन्छ। टिभीमा चाहिँ अब दसैँकै गाना चल्दै थियो, त्यस्तो लाग्यो। दसैँको गाना दसैँको टाइममा लाउनै पर्थ्यो नि। अनि भन्दै हुनुहुन्छ कस्तो लाग्यो भनेर। अब टिका लगाइदिँदै हुनुहुन्छ है दिदीलाई टिका लगाएर आशीर्वाद दिँदै हुनुहुन्छ। रोग नलागोस्, सबैभन्दा ठुलो कुरो रोग हो। मान्छेलाई रोग लाग्यो भने साह्रो पार्छ भनेर भन्दै हुनुहुन्छ। दादालाई पनि टिका लगाइदिँदैछ। त्यहाँबाट पनि छोरा दादालाई पनि टिका लगाइदिँदै आशीर्वाद दिँदै हुनुहुन्छ। उहाँलाई पनि अब बिमारी नहोस् भनेर भन्नु पऱ्यो नि सबैजनालाई टिका लगाएर। त्यसपछि कान्छो भाइलाई छोरालाई टिका लगाएर भन्दै हुनुहुन्छ कि उहाँलाई चाहिँ अब बुहारीको जरुरत छ होइन, बुहारीको छिटो बिहा हुन पाइयोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरू पनि मजाले सुन्दै हुनुहुन्छ। अब टिका लगाउँदै आशीर्वाद त थाप्नै पऱ्यो नि। मामाले हजुरआमाले दिएको आशीर्वाद त भाउजू पनि पुरा खुसी हुँदै हुनुहुन्थ्यो। त्यहाँबाट मैले साइडमा जाम्बुवाला पनि देखाएको छु सबैजनालाई छेउमा देखाएर। अनि नानी चाहिँ सुताएको थिइन् क्या, नानीलाई चाहिँ एकछिनपछि लगाइदिनुहुन्छ। त्यहाँबाट हामीलाई पनि बुधबारको टिका लगाइदिनु भयो मम्मीले। अनि पूर्णिमाको दिनै थियो, लास्ट दिन राति बेलुका आइपुग्नु भएको थियो। अनि अब नानी पनि उठेर आयो, नानीलाई पनि टिका लगाइदिउँ हामी सबैजनाले भएर। मैले चाहिँ नातिनी है, म चाहिँ अब नानीको बाबालाई दादा पनि भन्छु, यस्तो छोरा हो मेरो पनि अब नातिनी। र मैले पनि टिका लगाइदिएँ, सबैजनाले लगाइदिँदाखेरि नानीलाई टिका लगाइदिएँ। पछाडि सक्यो हाम्रो ब्लग चाहिँ आज यस्तै भयो। र तपाईँहरू सबैजनालाई कस्तो लाग्यो भनिदिनु है त। मैले अगाडि पनि भनेको छु, फेरि पनि लास्टमा यही भने सबैजनालाई मेरो भ्लग हेर्नुहुन्छ उहाँलाई धन्यवाद छ, थ्याङ्क यू सो मच। यहाँ चाहिँ मिठाई दिदीले ल्याएको मिठाई यो अलिकति मैले देखाएँ, लास्टमा परेछ मिठाई।